Good afternoon, everybody. हामीसँग जितेन्द्र कुमार मानन्दर सर हाम्रो प्रोजेक्ट विटनेस गर्न हुनुहुन्छ। यहाँ कम्प्युटर सिडी ग्रुप सी ग्रुप होला यो सिडी ग्रुपका भाइ बहिनीहरूले फन्डामेन्टल अफ इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकलको एक्जामको सन्दर्भमा एउटा यहाँ प्रोजेक्ट लिएर आइराखेको छ। अब यसमा चाहिँ नि म भाइबाट आफ्नो इन्ट्रोडक्सन सुरु गर्दा भए। मेरो नाम समीर नेपाली हो। कम्प्युटर फर्स्ट इयर फर्स्ट पार्ट 82। ओके नानी। मेरो नाम समिता रेग्मी 82 बीसीटी सी। मेरो नाम राख्ना लामा बीसीटी 82 फर्स्ट इयर फर्स्ट इयर। मेरो नाम समीर प्रसाद चौधरी, म चाहिँ 082 ब्याच बीसीटी 070। मेरो नाम कुशल योगी फ्रम बीसीटी सिडी 82 ब्याच। मेरो नाम समीर दाहाल फ्रम बीसीटी सिडी 82 ब्याच। ओके, यो ग्रुपमा मैले चाहिँ सिआरलाई पनि पाएको छु। यो प्रोजेक्टको डेमोन्स्ट्रेसन सिआरबाटै सुरु गरौँ। यो चाहिँ के त भन्दाखेरि प्रोजेक्टको नाम चाहिँ के हो? हाम्रो प्रोजेक्टको नाम चाहिँ आर्डिनो बेस्ड ग्यास डिटेक्सन सिस्टम हो। यो चाहिँ अब नर्मल्ली अब धेरै नै कमन भइसकेछ। अहिले एलपिजी लिकेज भएर अनि आगो लागि हुने घरमा धेरै नै मृत्यु हुने जस्तो भइरहेको छ नि त। अब यो हाम्रो प्रोजेक्टले चाहिँ त्यो एलपिजी ग्यास लिक भइसकेपछि डिटेक्ट गरेर बजरको साउन्डले चाहिँ बज गरेर नोटिफाई अलार्मिङ गर्ने भयो। अनि त्यस पछाडि गएर त्यहाँ मैले एलसिडी डिस्प्ले पनि देखाएको छु। त्यसमा चाहिँ के आउँछ भने त्यसमा चाहिँ हाम्रो अब ग्यासको लेभल कति छ भन्ने हुन्छ। अनि त्यसपछि सेफ छ कि छैन भनेर तयार छ नि हाम्रो। हजुर। तयार छ भने एकचोटि डेमो हेरिहाल्नु त। हाम्रो चाहिँ सर्ट एन्ड थ्रेसोल्ड भ्यालु नागेपछि चाहिँ बल्ल ठिक छ। यो घटिरहेको छ होइन, फ्लक्चुएसन छ। एबी मैले 58 भनेर राख्दैन। ऊ त्यहाँ डिटेक्ट गरेर भनेर आउँछ भनेपछि अब डिस्प्लेमा अहिले के देखिरहेछ त? डेन्जर भनेर। डेन्जर भनेर अनि आइरहेको छ। हाम्रो यहाँ भ्यालु चाहिँ 900 भनेर देखाइरहेको। ओके, प्रोजेक्टले राम्रैसँग काम गरेको हामीले पायौँ। अनि लाइट पनि यहाँ डेन्जर भएपछि चाहिँ रेड बल्ब रेड बल्यो। अब फेरि कम भएपछि अब लिकेज नभएको अवस्थामा चाहिँ फेरि ग्रिन अवस्थामा गयो। अब यो काम गर्ने बेलामा हामीले युज गरेका पार्ट्सहरूको बारेमा एकचोटि के युज गरेका छौँ भन्ने भाइबाट थाहा पाउँछ। एउटा ग्यास सेन्सर छ जसमा चाहिँ जब ओके, यो अहिले मैले त्यो काम सोधिनँ। ग्यास सेन्सर युज गरेका छौँ। अरू ब्रेडबोर्ड 9 भोल्टको ब्याट्री अनि आर्डिनो उनो अनि एउटा बजर पिएजर बजर अनि त्यसपछि एलइडी एलसिडी स्क्रिन युज गरेको छ। अब यो चाहिँ सक्सेसफुल प्रोजेक्ट गर्ने क्रममा म नानीलाई सोध्न चाहन्छु, हामीले चाहिँ के त भन्दाखेरि जुन कोलाब्रेसन गरेर यो काम गऱ्यौँ, यो प्रोजेक्ट हामीले यहाँसम्म ल्याउने क्रममा अब हामीले प्रोग्रामिङ हेलो वर्ल्ड प्रोग्रामबाट सुरु गऱ्यौँ। हार्डवेयर हामीले चाहिँ ओम्स लबाट सुरु गऱ्यौँ। अब यसरी चाहिँ कोलाबोरेटिभ भएर यसरी काम गर्दाखेरि चाहिँ नलेज एनहान्समेन्टमा के कस्तो तिमीले अनुभव गर्यौ? पहिला आर्डिनोको कोडिङ सिक्यो, प्रोग्रामिङ सिक्यो अनि त्यसपछि त्यो पिनहरू कहाँ कहाँ कसरी कनेक्ट गर्ने त्यो प्रोसेस भयो होइन। त्यो प्रोसेस तिमीले सिकेको प्रोसेस भयो भने हामीले यसबाट कतिको फाइदा भयो? नानीको नलेज चाहिँ नि बुस्टअप हुनलाई चाहिँ यो काम गरेर फाइदा भयो कि भएन? फाइदा फाइदा भयो। भयो। सफ्टवेयर कसरी इन्टिग्रेट गर्ने थाहा भयो। मुख्य त्यो थाहा भयो होइन। यस्तो कामहरू चाहिँ नि के त भन्दाखेरि हाम्रो एकाडेमिक्सको क्रममा गरिरहनु पर्छ जस्तो लाग्छ कि लाग्दैन कि के छ? बाबुको धारणा के छ? लाग्छ सर, गर्नै पर्ने हो है। यो गर्दाखेरि हामीले क्लासमा पढेको कुराहरूलाई इम्प्लिमेन्ट गर्न पायौँ भन्ने फिलिङ छ होइन। त्यसमा फर्दर टिप्पणी बाबुको तर्फबाट के छ? जस्तो हामीले अब थ्योरी मात्रै पढ्छौँ, उयो गरेर हामी प्र्याक्टिकलमा जब हामी कम्प्युटर इन्जिनियरिङ पढ्न आएपछि यस्तो एउटा त हाम्रो थाहा हुनु पऱ्यो। हाम्रो बेसी हो अहिले यस्तो बनाएछ। अब हामीले अब सेकेन्ड इयरमा यसलाई अझै मोडिफाई गर्छौँ। त्यो चाहिँ हाम्रो अहिले बेसी प्र्याक्टिकल यस्तै गरिरहेछ। हामी अब निस्किँदैछौँ यो राम्रो तरिकाले। अब हामीले यो कामहरू गर्ने क्रममा अब जस्तो सुरुवातको अवस्थामा छौँ र त्यस हिसाबले प्रोग्रामिङ पढ्यौँ, सँगसँगै हामीले हार्डवेयर पढ्यौँ र यो प्रोजेक्ट गऱ्यौँ। यो गर्ने क्रममा वाट इज कम्प्युटर इन्जिनियरिङ अल अबाउट? अब त्यो त वी हेभ टु स्टडी। यद्यपि हामीले कम्प्युटर इन्जिनियरिङसँग चाहिँ के कुराहरूसँग रिलेभेन्सी राख्दो रहेछ
रिलेट गर्दो रहेछ भन्ने थोरै नलेज पाएको जस्तो अनुभव भएको छ नि हामीलाई। त्यसमा फर्दर टिप्पणी केही छ भनेर अन्त जस्तै हाम्रो कम्प्युटर इन्जिनियरिङमा कम्प्युटरमा मात्रै भनेर लिमिटेड पनि छैन, हामीले इन रियल वर्ल्डबाट के डाटा लिएर हामीले त्यसलाई एनालाइज गर्न सक्छौँ भनेर सिक्यौँ। जस्तै यसमा त्यो सेन्सरबाट हामीले वरिपरि भएको rather than just inside the computer भनेर सिक्न पायौँ। अब यसमा हरेक हार्डवेयर जस्तो एलसिडीलाई हामीले एड्रेस गर्नलाई पनि यतातिर आर्डुइनो जुन हामीले प्रोग्रामिङ गरेको ठाउँ छ त्यसमा एलसिडीलाई एड्रेस गर्नु पऱ्यो, बजरलाई पनि चाहिँ एड्रेस गर्नु पऱ्यो, सेन्सरलाई पनि एड्रेस गर्नु पऱ्यो। यी सबै कुराहरू चाहिँ नि के त भन्दाखेरि सफ्टवेयर पार्टमा चाहिँ नि आएको कुराहरूको अनुभव एकचोटि सुनाउँ त भए यसमा के गर्यौ तिमीले प्रोग्रामिङ गर्दाखेरि चाहिँ। अब जस्तो सेन्सरलाई चाहिँ नि कसरी एड्रेस गरेका छ हामीले? यसमा चाहिँ सर यो के भन्छ यो एउटा भेरिएबल भनेर चाहिँ एउटा डिक्लेयर गरे, त्यसमा चाहिँ त्यो चाहिँ कुन पिन त्यो आर्डुइनोको कुन पिनमा कनेक्ट हो छ भन्ने चाहिँ त्यो भ्यारिएबलहरू हामीले माथि डिक्लेयर गर्यौँ, त्यसको भ्यालु दियो कि कुन पिनमा त्यो कनेक्ट भएको छ। अनि हामीले चाहिँ त्यो दियौँ कि यदि थ्रेसहोल्डभन्दा बढी छ भने ठ्याक्कै त्यही पिनमा सिग्नल जानु पऱ्यो, अनि त्यसले ग्रिन अथवा रेड भन्नु पऱ्यो। अनि त्यस्तै बजरको पनि एउटा पिन छ, अब थ्रेसहोल्डभन्दा बढी चाहिँ भ्यालु आयो भने त्यो बजरमा चाहिँ सिग्नल जाने अनि त्यो बजर पढ्ने चाहिँ। ठिक छ। यो भाइ बहिनीहरूले गरेको प्रोजेक्ट सक्सेसफुल प्रोजेक्टको लागि म एप्रिसिएट गर्न चाहन्छु। तर यो अब हाम्रो बिगिनिङ मात्र हो, यसलाई हामीले कन्टिन्यू गर्न बाँकी नै छ। अहिलेको लागि चाहिँ यो प्रोजेक्ट सक्सेसफुल प्रोजेक्ट लिएर आएकोमा म धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सर।